हाम्रो भ्लग हेरेर आउनु भएको भने सोच विचार पुऱ्याएर आउनु पर्छ हेलो साथीहरू, आज हाम्रो सृष्टिको च्यानल आज हामीसँग देखिन पनि फेरि खानेहरू मान्छेहरूले पनि देखाउनु फेरि खाने मान्छेहरू हाम्रो यता भइहाल्यो मानु एकदम क्यामेरा आफ्टर ब्रेकअप वाला पोज। मैले चाहिँ एउटा यो वाटर के अरे वाटर मेडल गरेँ म फेरि क्यामेरा यसरी लजाउँछु अब सब नहुने हामी झरनाको जाने हो अहिले देखिन्छ हजुरलाई हाम्रो स्ट्रगल। यो च्यानलको रियल अनर आउनुभयो यो च्यानलको रियल अनर हाम्रो मासु मुस्दै यहाँ खोला अब हामी ऊ त्यता कता जाने हो अरे यिनले भनेको सृष्टिले दाउरा बोकेदेखि खैदेखाऊ मैले यहाँ कोक र झिर बोकेको पछाडि आउँदैछन् जनताहरू तिमी हो न अगाडि हिँड्न पनि बाटो त हाम्रो त सुई हिँड्न पठाइदिनु यिनले यता गाइजहरू आउँदैछन् हेर तिमी सुमिनाले मुख लुकाइछिन् अझै यता हेर सिमरन के छन् साथीहरू खानेकुरा खाए सबको भागमा केही न केही परेछ सबले बोके हम ल चाहिँ अहिले उम्रिनु भएको माता हो झाँक्री हो त्यही भएर तिर्सुल बोकेर हिँड्नु भएको है नगरै टाउको यस्तो नगराखेरि छेड्दै ल माताको हेर्नुहोस् यहाँ के गरे तिर्सुल भन्छ होइन र नेचुरल यो लामो नि हुन्छ छोटो नि हुन्छ तर अहिलेलाई निकाल्न चाहनुभयो है यहाँले ल हातमा छोप्नुहोस् यिनले छोप्नुहुन्छ अरे कि माताले हामीलाई नान्नु है प्लिज नगर है रिक्स न के अरे ख्यालमा जाला हो फेरि गर्ने हामी हाइकिङ आएको ए त होइन कि उता हो म त भिडियो गर्न आएको झरनामा आयौँ साथीहरू हेर्नुहोस् यति उकालो चढ्दा हेर्नु साथीहरू हाम्रो हालत यति थाकेछौँ त्यसो माथि अझ बिचमा बाटोमा बादर थियो हामी डराएर एकछिन त्यही अड्केको थियौँ कि त्यो भिडियो गर्न त पाएन मन तर यस्तो डर लाग्थ्यो रुको म नि जान्छु के गाई यहाँ चप्पल बगेर सृष्टिको यहाँबाट झर्दाखेरि यो भ्यू हो हाम्रो उता खान्थ्यौँ चप्पल लिन्छ एकजना मात्रै झर के त्यो ढुङ्गाले झर्न चप्पल बचायो साथीहरू यिनीहरूको हरकत हेर्नु है त्यहाँ यिनीहरू चप्पल लिएर आयो साथीहरू यता हेर न चप्पलले राम्ररी है त्यो चप्पल समाताउ न चप्पलले
यो लिड थेरापी कति राम्रो हो तिमीहरूलाई के थाहा थेरापी राम्रो हो तर रगत आयो गयो कि गएन हेरे हाम्रो नि खुट्टा खुट्टा हेर ठ्याक्कै यस्तो हेर जुकाले मुख नदेखाऊ है ब्युटिफुल नानीहरू छन् उता मासु पनि यता हामीले मासु बोल्दैछौँ एकदम हेर्नुहोस् त्यो हाम्रो ग्लास है सहरको त्यो कोलाहल आज धेरै छुटेको यहाँ फोटो सेसन भइरह मेरो मनको भारी आज बिस्तारै खत्रै भिजे यिनीहरू म चाहिँ भिजेन यहाँ आवाज नै आँखा कि आएन मेरो पुरै यिनीहरू सबै भिजे होइन अघिदेखि खेलिरहन् म मात्र खेलेँ हेर बस अलिअलि मात्र खेलेँ म यिनी सुमिनाको बहिनी हो यिनी सिमरन बन्जाडे हजुर चिनी नै हाल्नुहुन्छ हामी यो ठाउँ छोडेर जाँदैछौँ उहाँ पुगिसक्यौँ बाई बाई कस्तो भिड छ गाइजहरू हेर्नुहोस् यता झरना न यता यहाँ सुमिना र म पछाडि छौँ अब यहाँ झरेर देखाइदिन्छु है एउटा हातले हिँडेको खुब एकेले एउटा हातमा भिडियो गर्दै यता हेर ओइ तल बाख्रा बोकाहरू है ए म त भिडियो त गर्दिनँ यो हेर्नुहोस् गाइस यस्तै छ कि डर लाग्दैन अनि यता झरना भयो अब चाहिँ हामी गयौँ है साथीहरू यस्तै झाडी कस्तो कस्तो भएर जानुपर्छ कि सानोमा आउँदा चाहिँ कस्तो डरै लाग्थेन आजकल त डर लाग्ने रहेछ गाइज अनि यहाँ चाहिँ यसरी यो ओह्रालै फेरि झर्ने हो अनि हामी यहाँ कस्तो झाडी हुँदै कसरी गयौँ कि त्यो त्यहाँ भिरालो त्यो भिड त छुट्टै हो न अनि त्योभन्दा चाहिँ माथि पुरै झाडी यिनको खुट्टामा जुका पनि आयो सानोमा त खास केही डरै लाग्थेन हिँडिरहने भएर होला अहिले त कस्तो डर लाग्यो कि अनि हामी यस्तै भिडै छ कि यस्तै ओह्रालै छ अनि यस्तो भएर नि हामी जान्छौँ डुम्रे आऊ त यता कस्तो राम्री आयो ओइ आऊ यता हेर बाई अर्की नानी अहिले बाई नगर बादरसँग भेट भयो ए अघि त हामी कस्तो यो क्लिप लास्टको है अघि हामीहरू कस्तो बाटो हुँदै आयौँ कि गाइजहरू त्यहाँ आउँदै होइन बादर के बच्चाहरू थियो यस्तो डर लाग्दो थियो नि अनि हाम्रो थाल बजाउँदै अनि त्यो झिर हुन्छ है के अरे सेक्का पोल्ने हो त्यसले यस्तो हान्दै बजाउँदै आएको मतलब बादरलाई त हानेन मलाई तर तिनीहरू नि हामीसँग डराएको थियो हामी पनि तिनीहरूसँग डराएको थियौँ मलाई अनि त्यसपछि त्यहाँ बादर थियो होइन कस्तो डराइ बल आयौँ होइन यहाँ आयो भने यहाँ ठाडै उकालो छ अनि यहाँ फेरि कुलो भएर फेरि त्यहाँ कस्तो बाटो थियो कि यहाँ चाहिँ हाम्रो भ्लग हेर्दै आउँदै हुनुहुन्छ भने हाम्रो भ्लग हेरेर आउनु भएको भने सोच विचार पुऱ्याएर आउनुपर्छ एकदम पहाडी भ्यू एकदम वर्थ इट छ तर फेरि त्यहाँ जानलाई फेरि मसलाई टक्कै छोएर जानुपर्छ मैले पाएँ आम सो लक्की मेरो कति पैसा बच्यो घर मम्मीलाई मजाले चुस्यो अझ मैले नदेखेको भए अझ कति बेर चुस्यो होला यतिसम्म त मोटा हो मेरो यति त्यही भएर म अलिक ज्यान घट्यो जस्तो भयो तर के गर्छ साँच्चै हो आउने भए पनि अलि यस्तोमा चढ्न सक्यो नि हामी त एकदम धेरै सामानहरू भएर नि होला यता सामान छोप्ने कि के गर्ने भएको हेर्नु न झोला पनि फेरि यता ब्याकप्याक छ हाम्रो ब्लू कलरको हेर्नु न त्यो फेरि भट अरू कलरको त ओढिन्न बोकिन्न के मेरो हातै पाट्यो त्यो ओह्रालै छ कि यिनीहरूलाई हिँड्न गाह्रो भइरह मलाई पनि भइरहेको छ अलि यस्तो डर लाग्दै छ कि भिडियोमा देखेँ होइन तर अलि ओह्रालै छ कि भ्यू चाहिँ बब्बाल छ गाइजहरू
त्योहरू अघि यहीँ खुर्सानी डाँडामा हो कि यहाँ पुरै उस थियो कि बाँदर यहाँ बसेर हेरेको थियो हामी यस्तो डरायौँ नि डराइ यो झिरहरूले हान्ला कि झै घरि यस्तो गर्दै झुक्काउँदै बल्ल बल्ल गएको अघि हामी साथीहरू थकै लाग्यो कस्तो लाग्यो तिमीहरूलाई यो ठाउँ भन्ने मलाई कस्तो लाग्यो यो ठाउँ म त है सानैदेखि हुर्केकै हो यहाँ त यो ठाउँ कि ए यो हामी यहीँ आउँथ्यौँ कि झरनामा हाँस्दै जान्थेनौँ अहिले होइन अघि कस्तो लाग्थ्यो ए अघि यस्तो डर लाग्दो लाग्थ्यो तिमीलाई सुमिना लुकिन् तिमीहरूलाई कस्तो लाग्यो अघिसम्म यसो गर्दैन वर्थ थियो तर म सक्से उस रहेछु के बाटो चाहिँ अलि नराम्रै हो के अघि सबसे नाचेर पुरै मुख देखाउँथ्यो अहिले फेरि मुख लुकाइदिन् राख्ने हो के अरे गाइजहरू हामी यहाँ एकछिन टिकटक बनायौँ अब चाहिँ जान्छौँ हामी बाई गर है तारा नानीहरू यहाँ एकछिन टिकटक गरायौँ अब चाहिँ हामी जान्छौँ है साथीहरू चाहिँ हामी उता तल डुम्रे जाने हो अब गयौँ है गाइजहरू फेरि यहाँ यस्तो बाटो हेरेर हिँड्दैन भने फेरि यहाँ सल्लाह हामी चिप्लेर डाइरेक्ट खोलामा पुगिन्छ कति सिल्ली सिल्ली त लोटी पनि सकिन् यिनी त अघि पनि लोटी थिइन् हामी झर्दैछौँ मेरो खुट्टा हेर्नुहुन्छ साथीहरू म पनि मर्छु होला साथीहरू भ्यू त राम्रो छ के यसको देखा न अब चाहिँ हामी हिँडेको है गाइजहरू आउने भए पार अलि सोच विचार गरेर आउनु किन भन्दा बाटो चाहिँ एकदम खत्तम हो कि एकदम त्यो गाउँघरमै हुर्केको मात्र अलिअलि यस्तो हिँड्न सक्ने एडभेन्चर रुचाउने मान्छे त आए हुन्छ होइन तर बाटो चाहिँ जानिन्न कि सुरुमा आउँदाखेरि अलि जानेको कोही न कोहीले यहाँ बाटो जानेको मान्छेसँग आउनुपर्छ कि नत्र ठाउँै भेटिन्न त्यहाँ झरनामा जाने त ठाउँै जानिन्न कि कसरी जाने हो भनेर किन भन्दा लोकेसन भिडियो यहाँको कसैले गराएको जस्तो पनि लागेन मलाई अनि अलि अप्ठ्यारै हो कि यहाँ नि हामी यस्तोमा हिँडेछौँ कि ओह्रालै हो भिडियोमा त्यस्तो देख्थेन तर यस्तै छ कि बाँदरसँग लड्नलाई हतियारहरूले लाउनु अघि त बाँदर थियो यस्तो डराएको थियौँ नि हामी त सुरुमै यस्तो एक्साइटेड हुँदै आएको थियौँ न माथि सुरुमै बाँदर देखेर मुडै अफ भएको क्या हाम्रो मतलब डराएर कस्तो भएको थियो अनि पछि गयौँ फेरि बाटो देखेर ए बा म सक्छु यो बाटो त म त इभिनिङ वाक हिँड्ने बाटो है यो चाहिँ मेरो पहिला आजकल चाहिँ हिँड्दिनँ त्यही हो गाइज अब चाहिँ हामीहरू गयौँ मन अब म भिडियो अफ गर्छु यो भिडियो के भयो हामीले खासै राम्रोसँग गराउँदैन गराएन मन बाई रमाइलो त भयो तर हामीले खासै भिडियो यस्तो यो भ्लगै उसै क्याप्चरै गरेर ल राख्छु मलाई एडिट गर्नै झ्याउ लाग्छ त्यही नि म त्यस्तो केही एडिट गर्दिनँ यति क्लिप मात्र उ गर्नु पऱ्यो कि बाई 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 टल्केँ म त